सबैलाई नमस्कार। आज यहाँहरूको बिचमा विशेष गरेर म छुट्टै किसिमको भिडियो लिएर आएको छु। कृपया यो भिडियोलाई चाहिँ तपाईले नस्टप गरिकन सुनिदिनु होला। र आजभोलि चाहिँ विशेष गरेर सामाजिक सञ्जालमा होस् या फेसबुकमा होस् हैन, या कुनै पनि मिडियामा या चाहिँ सडकमा गल्लीमा चाहिँ नेपालमा रहेका अथवा नेपालमा भएका इसाई धर्मावलम्बीहरूलाई चाहिँ एउटा आरोप लाग्ने गरेको छ। त्यो आरोप के छ भने यिनीहरू चाहिँ डलरै हुन्, यिनीहरू धर्म बेचुवा हुन्, यिनीहरू डलरलाई चाहिँ प्राथमिकता दिन्छन्, त्यसैले गर्दा यिनीहरू चाहिँ इसाई भएका हुन् भन्ने किसिमको आरोप लागेको छ हैन। यो आरोप लगाउने गर्दछन्। तर मेरो यहाँहरूलाई चुनौती र एक किसिमको सुझाव र तपाईले यो कुरो बुझ्न जरुरी छ भन्ने भावका साथ यहाँहरूको बिचमा म के राख्न चाहन्छु भने नेपालीहरूलाई चाहिँ डलरै भन्ने कुरो आएको छ, डलरमा बिकेका हुन् भन्ने कुरो आएको छ। यी भन्नेहरूका लागि कुरो के छ भने तपाईहरु बुझ्दै जानुस्, विश्वमा चाहिँ 80% मानिसहरूले चाहिँ यीशु ख्रीष्टलाई चाहिँ विश्वास गरेका छन्। 80% विश्वभरि रहेका मानिसहरूले चाहिँ 80% यीशुलाई विश्वास गर्छन् कि साँचो परमेश्वर मुक्तिदाता यीशु ख्रीष्ट नै हो भनेर चाहिँ दावा गरेर उनीहरूले यीशुलाई विश्वास गर्छन् हैन। र अर्को कुरो के छ भने जुन विश्वमा चाहिँ आज हामी यो विश्व कहाँ पुगेको सकेको छ तपाई हामीलाई थाहा छ। हामीलाई त केही पनि थाहा छैन, हामी नेपालीहरूलाई त झनै थाहा छैन। एसियाको कुरो आफ्नो ठाउँमा छ, विश्वमा मानिसहरू चन्द्रमामा पुगिसके, नयाँ ज्ञान र विज्ञान खोजिसके है, मान्छे कृत्रिम मान्छे बनाइसके। तपाईले र हामीले देखिराखेका छौं, उपभोग गरिरहेका छौं, विभिन्न साधन स्रोतहरू चाहिँ यी तयार भएका छन् हैन। यी धेरै कुराहरू चाहिँ के छ भने तपाईहरु र हाम्रो बीचमा भएका छन्, जसलाई सबै कुरा पुगेको छ, जसले सबै कुरा पाएका छन्, जसलाई धनको आवश्यकता छैन, पैसाको आवश्यकता छैन है, ज्ञानको आवश्यकता छैन, सबै कुरा पुगेका ती विज्ञ वैज्ञानिकहरूले पनि के गरेका छन्, आज यीशुलाई विश्वास गरेका छन्। तिनीहरूलाई डलर त तपाईहरुले भन्न सक्नुहुन्न। उनीहरूले यीशु भए बापत येशू ख्रीष्ट आएर के पैसा दिन्छन्? येशू ख्रीष्टले पैसा दिँदैनन्। येशू ख्रीष्टले के गर्छन् भने तपाईलाई मुक्ति र उद्धार दिन्छन्, अन्धकारको शक्तिबाट बचाउने काम गर्छन्। र अर्को कुरो के छ भने तपाई र म यो धरतीमा, यो पृथ्वीमा थोरै धेरै दिनको लागि मात्रै यहाँ आएका छौं। यसपछिको दिन कहाँ छ, मुक्ति कहाँ छ, उद्धार कहाँ छ भन्ने कुरा यहाँनिर महत्त्वपूर्ण कुरो छ। तपाई मरिसकेपछि जाने कहाँ हो, मृत्यु हुन्छ, तपाईलाई थाहा छ, मलाई थाहा छ, तर मृत्यु भइसकेपछि के गर्ने र कहाँ जाने भन्ने कुरो महत्त्वपूर्ण कुरा छ। त्यसैले गर्दाखेरि जुन डलरै भन्ने कुरो छ, तपाईले ती अमेरिकनहरूलाई भन्नुस् न, डलरै तिनीहरूले डलर पाएर इसाई भएका हो, कुनले दिन्छ त्यहाँ आएर डलर त यो इसाई भए बापत भनेर? तपाईहरु डलरै पाउने भएको भए त तपाई जे पनि गर्न सक्नुहुन्थ्यो होइन। यो एकदमै गलत र भ्रमका कुराहरू चाहिँ नेपाली इसाई समुदायलाई चाहिँ दिने एक किसिमको आरोप हो। नेपालमा इसाई वृद्धि हुनको एउटा अर्को कारण पनि छ। मानिसले मानिसलाई विभेद गरेको छ। मानिस एउटै हो, महिला र पुरुष दुईटा प्राणी मात्रै हो। जातीय विविधता छ यहाँनिर है, यसले चाहिँ अलिकति प्रोत्साहित गरेको छ इसाई धर्ममा चाहिँ समान हुन्छ, मानिस एउटै हो, मानिस दुईटा हुँदैन भनेर। तपाईले मान्ने आस्था धर्म भन्ने ठाउँमा कोही मानिसलाई भित्र पस्न दिइन्छ, कोही मानिसलाई भित्र पस्न दिइन्न। मानिसले मानिसको पानी नछुने है, विभिन्न किसिमका यी समस्याहरू छन्। खैर त्यो समस्या आफ्नो ठाउँमा रहला, तर मेरो भनाइ कहाँनिर हो भने यीशुले मुक्ति दिनुहुन्छ, त्यसैले इसाई भएका नेपालीहरू यीशुले उद्धार गर्नुहुन्छ, त्यसैले चाहिँ इसाई यीशुलाई विश्वास गरेका हुन् नेपालीहरूले है। त्यसैले गर्दाखेरि मेरो तपाईहरुलाई च्यालेन्ज के हो भने इसाई धर्मावलम्बी हुँदैमा डलर पाउँछ भने तपाईहरु पनि हुनुस् 10 वर्षका लागि। तपाईले कति डलर पाउनुहुन्छ त्यसपछि तपाईले भन्नुस् कि इसाई धर्म मान्नेहरूले चाहिँ डलर पाएर इसाई भएका हुन् भनेर बल्ल भन्न पाउनुहुन्छ। जसलाई सबै मान सम्मान इज्जत सबै धन पैसा पुगेका मान्छेले आज यीशुलाई विश्वास गरेका छन्, ती पैसाका लागि हो। त्यसैले गर्दाखेरि खोक्रो बयान नगरौं, गलत प्रचार नगरौं। त्यो गलत र सही यीशुले देख्नु भएको छ। तपाईले गलत गर्नु भएको छ कि सही गर्नु भएको छ भन्ने कुरो। त्यसो भएको हुनाले भ्रामक गलत सन्देश
नेपाली इसाईप्रति, इसाई समुदायप्रति चाहिँ जुन किसिमको आरोप लाग्ने गरेको छ, यो पहिला आफूलाई सोच्नुहोस्, आफूले बुझ्नुहोस् है, अध्ययन गर्नुहोस्, विश्वको परिवेश बुझ्नुहोस्, विश्वका मानिसहरू इसाई समुदायहरूप्रतिको त्यो रहेका ती मानिसहरू कुन अवस्थामा छन् त्यो बुझ्नुहोस्। बल्ल नेपाली इसाईहरूलाई चाहिँ इसाई डलरे भनेर भन्न तपाईँले पाउनुहुन्छ। होइन भने तपाईँले खोक्रोमा चाहिँ अन्धकारको शक्तिलाई फैलाउन सक्नुहुन्न। तपाईँको त्यो अन्धकारको शक्ति फैलाए पनि तपाईँले केही दिनका लागि टिक्ला, तर पनि त्यो के हुन्छ भने अन्तमा विलय भएर जान्छ। त्यसैले गर्दा साथीहरू, नेपाली धर्मावलम्बीहरूलाई चाहिँ डलरे भन्न तपाईँहरूलाई लाज लाग्नुपर्छ। तपाईँहरू विदेशमा गएर भन्नुहोस् विदेशीहरूलाई डलरे, अरू देशमा गएर भन्नुहोस् डलरेहरू, डलरका लागि होइन, मुक्ति र उद्धारका लागि हो भन्न चाहन्छु। त्यसैले गर्दा यो भिडियो आज यी सबै मानिसहरूका लागि, डलरे भन्नेहरूका लागि मैले यहाँनिर भिडियो ल्याएको छु। तपाईँलाई मेरो भिडियो, यो मेरो बोलाइ मन परे तपाईँले लाइक गर्नुहोला, कमेन्टमा आमेन लेख्नुहोला, जय मसी लेख्नुहोला र भन्दै म यहाँहरूको बिचमा बिदा हुन चाहन्छु। नमस्कार। पुनः इसाई धर्मावलम्बीहरूलाई चाहिँ जय मसी।